सबैजनालाई राधे राधेको न्यानो अभिवादन गर्न चाहन्छु। सबैजनाले भन्नु राधे 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 राधे। आफ्नो त्यो न्यानो ओछ्यानलाई छोडेर यो चिसो चिसो मौसममा पनि हजुरहरू यस श्रीमद् भागवत रूपी गंगामा गोता लगाउन आउनु भएको छ र 3 दिनदेखि यस घृतकौशिक गोत्रमा उत्पन्न भएर दिवंगत हुनुभएका समस्त पितृहरू जो राजस रूपमा हुनुहुन्छ, जो तामस रूपमा हुनुहुन्छ, जो सात्विक रूपमा हुनुहुन्छ, त्यस्ता प्रेतहरू सबैका मुक्ति होस्, वैकुण्ठ लोक प्राप्ति होस् भनेर यहाँनिर कल कल झर झर निनाद गर्दै भागीरथी गंगा बहिरहेकी छिन्। तसर्थ अब 4 दिन मात्रै छ समय। त्यसकारणले गर्दा हजुरहरूले हामीले जीवनमा धेरै कामहरू गर्यौं र जीवनमा कहिले पनि काम सकिँदैन। हाम्रो जन्मेदेखि सुरु भएको कार्य जहिले पनि बितिरहेको हुन्छ केही न केही। भने यो समय भनेको फेरि फेरि आउँदैन, बगेको खोला र समय कहिले पनि फर्किँदैन। त्यसकारणले गर्दा सम्पूर्ण भक्तजनहरू उपस्थित भएर यो श्रीमद् भागवतको ज्ञान लिएर आफ्नो जीवनलाई पनि धन्य बनाउनुहुन्छ भन्ने हामीले पनि विश्वास लिएका छौं भने र भक्तजनहरू आउने क्रम पनि जारी भइरहेको छ। हामीलाई भागवत पढाउँदा गुरुले भन्ने गर्नुहुन्थ्यो, एउटा सानो हजुरलाई सुनाउँछु है म। मथुरा विपरीतेन मध्यमाक्षरवर्जितम् यन्मुखे तन्नाम नास्ति तन्मुखे मध्यमाक्षरम्। सबैजनाले ध्यान दिएर सुन्नुहोस् है त। मथुरा विपरीतेन, मथुरालाई उल्टोबाट पढ्दाखेरि के हुन्छ भन्नुहोस् त? के हुन्छ मथुरालाई उल्टोपट्टिबाट पढ्दा? राथुम हुन्छ। मथुरालाई उल्टोबाट पढ्दा के हुन्छ? राथुम हुन्छ। मध्यमाक्षर वर्जितम। र त्यो राथुमको चाहिँ बीचको अक्षर चाहिँ निकालेर हजुरले आफ्नो गोजीमा राख्नु, यहाँ बाहिरपट्टिको गोजीमा। भने त्यहाँ के शब्द बन्छ? राथुमबाट बीचको अक्षर निकालेर यहाँ गोजीमा राख्नु, त्यहाँ के भन्छ? राम भन्ने शब्द भन्छ। यन्मुखे तन्नाम नास्ति। जसको मुखमा त्यो नाम हुँदैन भने त्यसको मुखमा चाहिँ मध्यमाक्षरम अघि त्यो गोजीमा राखेको चाहिँ त्यसको मुखमा हुन्छ अरे। अब के थियो? के थियो? अब हजुरहरू आफैले विचार गर्नुहोस् है। कृष्ण कन्हैया लालको आउनुहोस्। जब तक रहेगी जिंदगी फुर्सत न होगी काम से, एक बार ऐसा समय निकालो प्रेम करो प्रभु राम से। हाम्रा छरिएका मनहरूलाई एकत्रित गरौं एउटा सुन्दर भजनका साथमा र यो भजन म हजुरहरूलाई श्रवण गराउँछु। हजुरहरूले यसमा नृत्य पनि गर्न सक्नुहुनेछ हैन? जो नाचो 100 वर्ष नाचो। कृष्ण कन्हैया लालको।